Hi guys, welcome to my channel. This is my first time यसरी vlog गरेको. So yes, welcome to my channel. अनि आजकोमा चाहिँ के हुँदैछ भन्दाखेरि म चाहिँ आसमा दिदीको घरमा छु जहाँ चाहिँ हामीले 2025 को गार्डन चाहिँ बिल्ड गर्दैछौं. So let me show you. हामीसँग चाहिँ यहाँनिर 4 बेड्स छ अनि यो 4 बेड्समा यहाँनिर चाहिँ हामीले पम्पकिन्सहरु रोपेको छौं अनि यतापट्टि चाहिँ नेपाली काँक्रा, टमाटर र स्लिपरी गॉड अथवा चुचे करेला रोपेको छौं अनि यतापट्टि पनि त्यही हो नेपाली काँक्रा, चुचे करेला र टमाटर. अनि यतापट्टिको हाम्रो टमाटरको कुरा गर्नु पर्दाखेरि हाम्रो गार्डन बेडमा भएको सबैभन्दा एकदमै हेल्दी भएको एकदम राम्रो भएको टमाटर भनेको यो हो. यसको सकुलेन्टहरु पनि आउन थालिसक्यो. अनि त्यसपछि यहाँनिर चाहिँ अंकल आन्टीले यसलाई घामबाट बचाउनको लागि टेबलले छोपेर राखिदिनु भएको थियो. त्यो टेबल चाहिँ अलिकति खुट्टा यता सरेर यसको घाँटी अलिकति बाङ्गी छ तर फ्र्याक्चर चाहिँ केही पनि फ्र्याक्चर भएको छैन यसलाई. अलिअलि यहाँनिर फ्लावरिङ स्टेजमा पुग्न आँटिसकेछ हाम्रो टमेटो है. सो लेट्स होप फर द बेस्ट. अनि त्यसपछि यो चाहिँ नयाँ चुचे करेला हो. आज भर्खर मैले सारेको चाहिँ मैले गार्डन त्यो सानो पटमा म गाडीभित्र हाल्छु कि सानो पटमा चाहिँ मैले जगाएको थिएँ यसको बिरुवा. अनि सानो अलिक ठुलो यतिको भइसकेपछि बल्ल सारेको. यसको चाहिँ ग्रोथ हाइट अलिक यसरी राम्ररी ग्रोथ भएको छ. यसको जराहरू पनि एकदम राम्रो छ. जबकि यो चाहिँ मैले सानैमा एकदम सानो यसरी दुईटा मात्र पात हुँदाखेरि नै ल्याएर रोपिदिएको चुचे करेलाको बिउ हो. अनि यो चाहिँ थचक्क भएको छ कि यसरी. सो द्याट्स द डिफरेन्स. अब यसको पनि राम्रै भइरहेको छ, राम्रै नै देखिरहेको छ. तर आई वुड रेकमेन्ड है अलिक टाइम लिएर यसरी गार्डन पटमा चाहिँ रोप्यो भने चाहिँ राम्रो हुन्छ जस्तो लाग्यो मलाई. त्यसपछि आई थिंक यो चाहिँ बेजिल आइरहेछ बट आइम नट स्योर. अनि ओक्रा 3टा जति ओक्रा रोपेको थियौं तर एउटा चाहिँ स्वाहा भएछ बट अदर्स आर अलाइभ. अनि त्यसपछि यहाँनिर चाहिँ हाम्रो लुफा जुन चाहिँ आज भर्खर मैले सारेको हो. यतापट्टि भुइँमा यो गार्डनिङ पटको कमी भएको भएर अलिकति ड्याङ जस्तो बनाएर मैले चाहिँ क्लाइम्बिङ बिन्स 2टा रोपिदिएको छु. अनि त्यसपछि यतापट्टि हाम्रो चेरी टमेटोज अनि पम्पकिन छ. यो पम्पकिन र यहाँ बारीमा भएको पम्पकिन चाहिँ एउटै टाइममा रोपेको हो. तर एउटै टाइममा रोपेको भए पनि उता भुइँमा भएको पम्पकिन चाहिँ अलिक हेल्दी जस्तो देखेको छ किनकि त्यहाँनिर चाहिँ अब पानी ड्रेन हुने ठाउँ भयो नि त. अनि जमेर पनि बसेन यो गार्डन पटमा जस्तो. अनि यहाँनिर सार्दा हामीले फर्स्टमा सार्दाखेरि चाहिँ यो चाहिँ अलिक पहेँलो भएर मर्ला जस्तो भएको थियो. तर अङ्कल आन्टीले हुन्छ नि जे अब जस्तै बक्स, कार्डबोर्ड बक्स अनि गार्डन पट्सहरूले छोपेर चाहिँ जगाइदिनु भएको. अनि यतापट्टिको चाहिँ त्यो छ. सो यति नै हो गार्डनको अपडेट. दिस इज वाट आवर गार्डन लुक्स लाइक एट दिस स्टेज. सो अक्टोबर सकेर नोभेम्बरको फर्स्ट विकमा छौँ हामी अनि अलिअलि तातो पनि हुँदैछ. सो या त्यही हो गार्डनको अपडेट. थ्याङ्क यू फर वाचिङ. ह्याप्पी गार्डनिङ.